ए बुढा के गर्दै हो भाउसे ल आज हाम्रो तल्लो खेतको रोपाइँ भइरहेछ है घर यहाँ माथि है कतिजना छन् रोपार कतिजना छन् ट्र्याक्टर लाउँदै छवडी जम्मा छवडी हो अहिले त 6 जनाले सक्छन् है तिनटी यहाँ छवडी 7 वडी यस्तै रहेछ यताबाट रोप्न लागेका छन् ल यस्तो चल्दैछ आजबाट हाम्रो लास्ट रोपाइँ हो यहाँसम्म हो अलिकति लडेर रहेछ बनाउने बाँकी रहेछ अब अर्को वर्ष बनाउँछौँ ल है गाइस यो हाम्रो तल्लो खेत आजबाट रोपाइँ सकियो ल हाम्रो रोपार दिदीहरूले रोप्दै हुनुहुन्छ है यो पनि सब मुसाले काटेछ है है साथीहरू कति भयो 37-38 भयो 3 बजीसम्म त सकिन्छ सन्तबहादुरले बौसी गर्दैछ है बुढाहरू काट्छन् रोपारको यताबाट रोप्दैछन् कोही यताबाट रोप्दैछन् काम चाहिँ एकदम फास्ट गर्छन् रुम्बत खोज्यो पनि छ भनेर त्यो गर्न दाँत पनि झरेको के अरे सन्तबहादुर के भने अरे है के भने है रुम्बत खोज्यो बुढा पनि छ घरको बाँध छोटे बुढा हो तपाईँलाई छोटे बुढा अरे नि त बाँदर हो यो बाँदर हो रोपाइमा पौसे गर्न आउँछ रुम्बत ढकालको बाँध एउटै गरौँ एउटै ट्र्याक्टर लगाउँ यसरी एउटै गरौँ दुईवटा ट्र्याक्टर चाहिँ जस्तै घाँस खतम बनाइन्छ दुईहरू गएर चाहिँ जस्तो ल साथीहरू आजबाट हाम्रो रोपाइँ सकियो तल रोप्दै हुनुहुन्छ ट्र्याक्टर लगाउँदै हुनुहुन्छ कोहीले बाउसी गर्दै हुनुहुन्छ है जस खेत राम्रोसँग रहेछ नि यहीँ केराको घरी फसाएछ मलखाल्डो यो है हाम्रो माथि गोठ छ गोठबाट यहाँ झरेर यसरी यहाँ मल जम्मा हुन्छ यहाँ केरा पोलेर मैले सारे थिएँ यतिको भएछ यो अर्कैको यो पनि अर्को साथीहरू यस्तै हो हरियाली छ गाउँको जीवन यस्तै हो हेर्नुहोस् है यो हाम्रो घरमुनिको खेत हो यो आजबाट साउन 16 गतेबाट रोपाइँ सकियो अब सबै खेतहरूमा हाम्रो चाहिँ लिचीको बोट छ यहाँ यो आँप छ कटहर फलिरहेछ भप्पु छ सब फलफुल छ यो केरा यहाँ छ माथि गोठमा पनि छ संसार छ यो हाम्रो हेर्नुहोस् है त्यो साथीहरूलाई एउटा ट्र्याक्टर बिग्रेर यहाँ राखेको छ है यस्तो भएछ अनि अर्को दुईटाले गरिरहेछन् यो चाहिँ फेरि इन्जिनमा समस्या आयो कि के भयो
त्यही भएर यस्तो हो ल साथीहरू। ल है त, ल आजलाई मैले बन्द गरेँ, आजलाई यति हो है।